हामी खोला जाने प्रनिसा मलाई कहाँ लग्ने अरे खोला लग्ने ल जाउँ जाउँ न गाई जाउँ खोला खोला हेर्न जाउँ जा होइन हामी मामु खुवाउनु पर्ने अरे त्यहाँ मामु खुवाउ म यही केटाकेटीसँग गएर आउँछु अगाडि अगाडि खोला देखाउनेहरू अगाडि अगाडि दत्रुङ ल दत्रुङ त अनि के भन्छ त्यसले त दाँत ब्रस गर्थ्यो अरे होइन र हो अब यो पाकेको छ होला कि हैन खानुपर्छ र बोक्यो भने घर देखिन्छ छैन देखिँदैछ यहाँ त अस्ति नै आउँदाखेरि त अलिक हरियाली थियो अहिले चाहिँ सबै यहाँ डोजर सोजर यो डोजर लाएर यस्तो बनाएको हो यो प्रनिसा जेसिबी लाएर यो चाहिँ गाई गोठहरू है माथि माथि पहाड देखिन्थ्यो नि अहिले पुरा बादलले जस्तो क्या त घाम लागेर अलिकति होइन भएर सायद मेरो त त्यस्तो राम्रो खालको मोबाइल पनि छैन क्यामेरा राम्रो हुनलाई गाइस यो खोलाको नाम थाहा छ प्रनिसा कालीजोड खोला कालीजोड खोला फाइनली अब हामी चाहिँ आइपुग्यौँ भन्दा भयो यहाँको कुवा पनि थियो नि प्रनिस अस्ति नि छ पानी छ कि छैन कुवामा हामी चाहिँ गाइस कालीजोड खोलातिर आउँदैछौँ है हाम्रो खाकरबारीको कालीजोड खोला वाउ दत्रुङ अरे लड्छ है लड्छ बिस्तारी खोला त रहेछ गाइस तर पानी बग्नु छोडेछ यो चाहिँ यहीँ जम्ने यो चाहिँ कुवाबाट निस्केको पानी रहेछ राम्रो छ हौ अस्ति नै चाहिँ हामी आउँदाखेरि यहाँ अलिक पानी पनि माथिबाट है यस्तो माथिबाट पानी बगेर आउँथ्यो पानी सक्नु पो बग्थ्यो त अब अहिले चाहिँ गर्मी मौसम छायो खडेरी छायो त्यही भएर होला पानी पनि यहाँ सुकिसक्यो यो चाहिँ फेरि यो पानी चाहिँ फेरि यहाँ त कुवाबाट आएको रहेछ क्या गाई कुवा चाहिँ यहाँबाट आएको रहेछ क्या के वाट इज दिस दत्रुङ दत्रुङ जम्न त हामी यो पनि हो ल थ्याङ्क यू लगिदिनुपर्छ हाम्रो छोरीलाई पनि दिनुपर्छ तिमीहरू हुन्छ खुट्टा सुट्टा धुँदा पनि हुन्छ दत्रुङ यसलाई भन्छ दत्रुङ वा अनि गाई चाहिँ दत्रुङ ओहो मैले यस्तो चाहिँ खाएको छैन मैले चाहिँ पहिले खाएको भनेको असारेको त्यो दाना क्या कालो अङ्गुर जस्तो हुन्छ उस्तो मिठो हुन्छ त्यो फडिलोहरू भयो जमुनाहरू भयो हर्रा बर्राहरू पनि खान्छ मिठो हुँदो रहेछ वाउ साथीहरू जसको गाउँमा यो यस्तो पाइन्छ त्यसले कमेन्ट गर्नु होला अन्त नि
प्रनिसाले चाहिँ जे होस् भ्लग पछि चाहिँ भ्लगरै बन्छन् जस्तो लाग्दैछ है मलाई बन्छु त भने म भ्लग पनि बनाउने घरी यहाँ हेर्नुहोस् न यति टिपेको रहेछ हौ गाइस मलाई नानीहरूले देखाएको त्यस्तो जङ्गलमा कति पाइन्छ अन्त यसको सिजन छ खोर्सानी भेटिन्छ भने टिपौँ खोर्सानी त ऊ त्यो त जिरे खोर्सानी त अन्त उमाले भेटाए तल हेर्नुहोस् न कमिलाहरूले क्या इन्जोय गर्दैछ क्या कमिलालाई चाहिँ एकदम हैन यता जाम न एकैछिन कता उ यहाँ यतातिर माथि माथि के छ जाम न म गएकै छैन कहिले पनि त्यता माथि जिरे खोर्सानीहरू छ सिमरन लग यो बोक अहिले उता लगेर के अरे तपाईँ बोक्नु गिरबानीहरूलाई पनि खुवाउनुपर्छ क्या एउटा उसमा राख न के हेर्नु भेन ल वाउ खै म दुइटा खान्छु ल सबै खान्छन् न के गर्छ मिठो छ नि ओइ गुली गुली छ म त गएको नि छोडेर ओइ हामी आऊ साइना आऊ लु छिटो छैन ओइ छैन पर्छौँ न अब हामी चाहिँ कहाँ जाने माथि छिटो यहाँ माथि माथि खोला नजाने हेरौँ न मैले कहिले हेरेको हो छैन लु होइन म छु त नडराउ न गाइस म छु त हौ अम्बो यहाँ झन् भेटियो एउटा रुखै यहाँ त झन् कति धेरै हो आमामामा बिस्तारै बिस्तारै लडिन्छ खोइ 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 छोडो त आमामामा यहाँ त कति धेरै रहेछ हौ ए रुखै भरे लट्टे त्यो के अरे त्यो हाँगाहरू नभाँच ल हातले भेटेको म त टिप टन्नै पो रहेछ त्यो भयो त्यो हाँगाहरू नछोड ल छोड्यो आमामा यहाँ झन् कति धेरै एकै मुष्ट छ त हौ यहाँ चाहिँ आमा कति धेरै हो यहाँ त गाइजहरू मेरो भेनालाई चाहिँ धेरै सपोर्ट गर्नु होला यता हेरेर भनिदिनुहोस् त सब्स्क्राइब पनि गरिदिनु होला तपाईहरुले कहिले खानु भएको छ भने कमेन्ट पनि गरिदिनु होला मेरो भेनालाई यहाँ हेर्नुहोस् है गाइजहरू मलाई यति धेरै सपोर्ट गर्छन् नि मेरो साली नानीहरू सबै चिचिरा बचेर साली नानीहरू सबै माया गर्छन् मलाई भेना यहाँ चढ्नु त पहाडमा गए जस्तो ला 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 ए उहाँ पर जाउँ न यहाँ चाहिँ यो रुख चाहिँ के घाँसको लागि काटेको हो यहाँबाट मासतिर चढेर ओके घाम हेर्नुहोस् है गाइस घाम काब्रा त अमिलो पत्तावाला होइन खाएको मैले मिठो हुन्छ मेरो त यहाँ त आएपछि त साथी पनि साली नानीहरू पनि वाट इज दिस यो त सुकेको फुल भइसकेको छ नि फुल सुकेको फुल भइसकेको छ राम्रो रहेछ अन्त नाम पनि बिर्सिसक्यो मैले पनि पहिले जङ्गल जाँदा त धेरै चिनिन्थ्यो अन्त कति भइसक्यो नगएको पनि त्यही भएर खासै नाम पनि अहिले त याद भएन बिर्सिन थालिसक्यो यो चाहिँ यो कसको गाई गोरु हो यो प्रनिसा त्यो के अरे साइला बुवा कि काइला बुवाको त होइन नि यो बाँसस्याङ पनि छ यहीँ नजिकै खोलामै छ फेरि बाँसस्याङ पनि छ दत्रुङ यहाँ त छैन खासै लटरम्मै परेको अघि नैकोमा चाहिँ एकदम धेरै थियो कुन चाहिँ चारपाटी होइन हौ काब्रा होइन अब घर जानुपर्छ कि
धेरै पर पनि आइसक्यो नि हामी त वहाँ परदेखि आएको त परदेखि तर यहाँ चाहिँ धेरै भेट्यो नि त्यहीबाट घुरेर जाने जानुपर्छ धेरै त होइन नि होइन यो यताबाट गएर यताबाट फेरि हाम्रो त यो फुल जस्तो टाइपको क्या हेर्नु न यसको कस्तो मजा निस्किन्छ हजुरले जसले यो फुल देखेको छ कमेन्ट गर्नु होला तर आफू पनि नाम लेख्नु होला कोरियन भाषामा आई लभ युलाई के भन्छ अरे सबै केपअप ड्रामाको र केपअप उसको आइडलहरू छन् सबै गाइस सबैले हाई गरिदिउँ यता ल म यहाँ माथि चढ्छु कि तल तिमीहरू होस् ल हाई गाइस अब हामी चाहिँ घरतिर लाग्यौँ है एकदम बिस्तारै चढ बिस्तारै हिँड बिस्तारै ब्यागे भनेको ब्यागे भनेको चाहिँ यसले त फेरि टोक्छ नि फेरि हेलो यसको चाक यस्तो कम त अमिलो हुँदैन चुक जस्तो खान्छौँ लु जाउँ किन फालेको लु बिस्तारी न बिस्तारी ल जाउँ त्यो घर चाहिँ हाम्रो मावली घर हो यता चाहिँ सानो बुवाहरू आफन्तहरूकै घरहरू यहाँ पनि दत्रुङ रहेछ त दुईटा मात्रै छ ज्यारी जस्तो बसिरहेको ठुलो ठुलो फल भएको चाहिँ कति मिठो हुन्छ होला है ठुलो यो यतिको ठुलै हुँदैन लगाइछ अब हामी चाहिँ हिँड्यौँ ल तपाईँहरूलाई सानो क्लिप एउटा सानो मनोरञ्जन मात्रै दिएको है गाइजहरू साथीहरू गरे सबै ढुङ्गामा खुट्टा पर्छ है खुट्टा अहिले एकछिनमा सबै डोजर लाएर निकालेको रहेछ सबै ढुङ्गाहरू गिटीहरू अनि गाइजहरूलाई के भन्न चाहन्छु भने हृदयबाट नि तपाईँहरूलाई नमस्कार अनि मेरो जो नयाँ युट्युब साथीहरूले